Okay, यहाँ चाहिँ फोटो एन्ड भिडियो सुट हुँदैछ अल्छारीको विथ ह्युगो। ह्युगो चाहिँ हाम्रो अनपेड एक्टर हो। कोहिनूर बिचारा लड्यो, हात देखाउ त चोट अरे बिचारा। ठिकै छ, नेक्स्ट टाइम अब अलि सम्हालेर होइन। लिटरली अब त 15 मिनट्स भयो होला यस्तै कुरेको है। गाडी चाहिँ यसरी सुइम उडाउनु मिल्दैन किनकि उनीहरूलाई डिस्टर्ब हुन्छ नि त। हेलो एभ्रिवान, नमस्ते तपाईहरु सबैजनालाई। तपाईलाई धेरै धेरै स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो नाम चाहिँ अलिसा तामाङ हो। यदि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई धेरै 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 स्वागत छ मेरो युट्युब च्यानलमा। र आजको चाहिँ दिन एकदमै राम्रो छ हैन, अनि एकदमै गर्मी पनि छ। त्यही भएर मैले चाहिँ मेरो आउटफिट चाहिँ यस्तो फ्लोरल खालके लगाएको। ती 6 बजिसक्यो र म चाहिँ अब मेरो दिदीको घर जान आँटेको हो। यहाँबाट चाहिँ 2 आवर्स, अलमोस्ट 2 आवर्सको ड्राइभ छ। म चाहिँ स्विन्डन भन्ने ठाउँ जाँदैछु कि यहाँबाट। दिदीको चाहिँ भोलि बर्थडे हो कि, सो दिदीको चाहिँ बर्थडे सेलिब्रेट गर्न जाँदैछु। जानुभन्दा पहिला चाहिँ म तपाईहरुलाई क्विक मेरो आउटफिट देखाइदिन्छु। मेरो आउटफिट चाहिँ कहाँबाट सुरु गरौँ? ओके, म ज्वेलरीबाट सुरु गर्छु। मेरो कानको र मेरो हातको यो चाहिँ जेम्स फर सोल बाई डीबाट हो। अनि मेरो फुल ड्रेस देखाउँछु ल। सो यो एक्चुअलमा आज एकदमै गर्मी छ, सो मलाई चाहिँ अलिकति फ्लोरल भएर हिँड्नु मन थियो कि, अनि अलिकति समरी भाइबवाला फिल आइरहेको थियो। त्यही भएर मैले यो आउटफिट लगायो दिदीको घर जाने भन्दा पहिला। यो चाहिँ मैले इन्डियामा चाहिँ जहाँ हामीहरू बस्छ शिलङ हो, त्यहाँबाट चाहिँ मैले लोकल सपबाट लिएको थियो। किनकि इन्डियाहरूमा चाहिँ धेरै धेरै लोकल सपहरू हुन्छ नि त, अब इन्डिया नेपालहरूमा हो त्यस्तै। त्यही भएर मलाई ब्रान्ड चाहिँ थाहा भएन। अनि जेम्स फर सोल बाई डी इयरिङ लन्च भएको थियो। म चाहिँ यो भोलि स्टाइल गर्छु मेरो प्यान्ट र मेरो टपसँग। यो यसरी हेर्दाखेरि कि कस्तो ब्युटिफुल लागेको कि। अब हजुरले यिनीहरूलाई क्लोजली हेऱ्यो भने चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई? हेर्नुहोस्, यो चाहिँ हाम्रो जेम्स फर सोल बाई डीले चाहिँ उहाँको आफ्नै डिजाइन हो। यो चाहिँ एकदमै एक्साइटेड छु यो इयरिङ स्टाइल गर्न। सो त्यही हो, अब ढिलो नगरिकन हामीहरू हिँड्नुपर्छ है, किनकि 2 घन्टाको बाटो हो। अनि म यो राति ड्राइभ गर्न एकदम मन पर्दैन क्या। यो बाटो 2 घन्टाको होइन 1 घन्टाको रहेछ। म चाहिँ दिदीको घर आयो, दिदी चाहिँ मलाई बाहिर लिन आउनु भएको छ। सो मैले गाडी चाहिँ यहीँ पार्क गरेँ। अब चाहिँ के अरे भित्र सामानहरू लिएर जान्छु अनि तपाईँलाई भित्र भेट्छु। दि हजुरलाई हाई भन्नु छ? दि लजाउनु भएको छ आज। म चाहिँ भित्र आइसक्यो अनि म चाहिँ तपाईँहरूलाई देखाउँछु दिदीको यहाँ बर्थडे बलुन रे, बर्थडे गर्ल रे। दिदी स्टिल यङ हुनुहुन्छ नि त, त्यही भएर बर्थडे गर्ल हो क्या दिदी चाहिँ। यहाँ चाहिँ हाम्रो फिस छ, फिसको पनि मौसम हुँदो रहेछ क्या। कहिले आउँदाखेरि यो कस्तो दामी देखिन्छ, आज आउँदाखेरि चाहिँ यहाँनिर केही पनि छैन, सो एम्टी। दि वाइ इट्स एम्टी? यो फिस यो पालि किन एम्टी छ? कहिले कहिले आउँदाखेरि त के हुन्छ कि यो फिसको भित्र हो। यो पालि चाहिँ यस्तो बुढो भयो है, 3 वर्ष भयो यसलाई। यिनीहरू जति म वर्ष युके आएँ नि, यिनीहरू पनि त्यति वर्ष नै भयो क्या यहाँनिर। दिदीको गार्डन देखाउने भनेको त दिदीको चाहिँ गार्डन यस्तो छ बाहिर। अनि यो चाहिँ रियल प्लान्ट हो, कति राम्रो भएको। लास्ट इयर त यति सानो थियो। अनि दिदीको रियल प्लान्टहरू छ यहाँनिर। त्यही छ। दिदी यहाँ पछाडि लुकेर दिदी लजानु भएको छ। ठिकै छ, कहिले कहिले मैले त गरेँ होइन। म त झन् आज मैले केही पनि लगाएको छैन अनुहारमा क्या, जस्ट फ्रेस भएर आएको। अनि त्यही भएर नराम्री देख्यो भने पनि के भन्छ, ठिकै छ, म यस्तै देखिन्छु होइन। फेरि आइना छ क्या। म चाहिँ दिदीको घर लिटरली म जो नयाँ ठाउँ छ नि हो त्यहाँ सरेकोदेखि बल्ल आएको क्या। मलाई दिदीको घर यति मिस हुँदैछ, किनकि म दिदीको घरभन्दा म आफ्नो घरभन्दा पहिला म दिदीकै घरमा धेरै हुन्थेँ क्या। त्यही भएर आई मिस दिदीको घर अ लट। अनि दिदीको ब्याकयार्ड पनि देखाउँछ है त। खोइ हजुरको के गार्डनिङ भयो दिदी देखाउनुहोस् त। वाउ, ओ माई गड, के गर्नुभएको छ? यो सबै दिदीले गर्नुभएको। दिदीले अब मलाई साग बनाएर खिलाउनुहुन्छ। सो मेरो आउटफिट चाहिँ बल्ल तपाईहरुले देख्नु पायो होला राम्रोसँग।
यहाँ हाम्रो भेनाको हो यो। अनि अब हामीहरू कति सफा हो गाडी। अब कस्तो सफा लागेको कि दिदीको गाडी, किनकि मेरो त यति फोर्स छ नि त। फर द फर्स्ट टाइम कोइनुर बहिनीलाई लिन जान आँटेको ट्रेन स्टेसनमा। अनि त्यही हो, म दिदीको गाडीलाई धेरै मिस गर्दैछु, किनकि दिदीको गाडीमा चाहिँ पहिला यति धेरै ठाउँहरूमा घुम्न जान्थ्यो क्या म यहाँनिर बस्दाखेरि। त्यही भएर यो सिट चाहिँ एकदमै मिस भयो मलाई। पिन्डन पुग्यो कि पुगेन भनेर म पुगेँ, त्यो देखाउनु पर्दैन। उसले मलाई उहाँ ऊ जहाँनिर हुनुहुन्छ नि उहाँ गिफ्ट लिएर आइदिँदैछ मलाई, त्यही देखाउँदैछ। अनि हामी चाहिँ अब आइपुग्न आँट्यो कोइनुरलाई लिन। बुढा मलाई यो ठाउँ एकदमै मिस भइरहेछ। हेलो सिस्टर। पछाडि हेरेर तर्स्यो। अब के हो यो रे? तिमीलाई स्वागत गर्दैछ पछाडि। ए अगाडि मात्रै सफा रहेछ नि त दिदीको, पछाडि त वाह। कति धेरै दिनपछि भेटे है हामी। कति दिन 4-5 दिन बल्ल 4-5 दिनपछि भेटेको हामी है। यति फ्लेक्स गरिरहेको थियो मेरो लुगाको होइन, कोहीले ल्याएर के तपाईँले लुङ्गी लगाएको हो अरे? होइन मैले मेक्सी काटेर लगाएको, यहाँनिर मेक्सी काटेर स्कर्ट बनाएको। मैले यस्तो साइडबाट हेरेको होइन, त्यो तुना देखेको थियो मैले। अनि मेरो लुगाको खतरा बेइज्जत हुँदैछ यहाँनिर है। के देखाएको अलि अरूसँग देखा। वाह, उसको नेल्स चाहिँ मैले बनाइदिएको होला। कति कम्प्लिमेन्ट आयो नि मलाई उता। हो र, थ्याङ्क यू। उसको नेल्स चाहिँ मैले बनाइदिएको हो। मैले यदि तपाईँहरूलाई पनि मेरो हजुरहरूको नेल्स बनाउनु छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तिमीलाई कस्तो लाग्यो? मलाई एकदम राम्रो हो न? देखाउ त कस्तो राम्रो देखेको क्या है। वाउ। ओके, ह्यापी बर्थडे टु यु। अघि म गाडीबाट निस्किने बित्तिकै ओ कति प्रिटी ड्रेस रे अब चाहिँ, किनकि मैले यो देखेँ नि त बात। तर तिमीलाई थाहा छ मैले यो कहिले किनेको थिएँ जब म उसको वेटको थिएँ कि। तिमी जत्रै हुँदाखेरि मैले किनेको हो क्या। तिमी जत्रै सानो हुँदाखेरि, तर स्टिल अटाइरहेको छ। अहिलेको कति म 2018 तिर किनेको हो क्या मैले यो लुगा। 18 मैले यो लुगा किनेको चाहिँ 8 वर्ष भएछ। कोइनुरले चाहिँ दिदीलाई गिफ्ट लिएर आइदिनु भएको छ अरे उहाँको बर्थडेको, त्यही भएर आँखा बन्द गर भनेको छ। जन्मदिनको शुभकामना। थ्याङ्क यू। के छ हेर्नु न भित्र। यो दिदीले के हो यो पालि पुरा त्यो मैले नि गेस गरिसकेँ, मेकअप हो। रुको एकै एउटा ठाउँमा राख्छु म यो क्यामेरा, अनि फेरि हाम्रो उस गर्नुपर्छ। ए अनि यो चाइना टाउनको केक। वाउ, बहिनी चाहिँ लन्डनमा बस्छ क्या, लन्डनबाट आएको चाइना टाउनको केक लिएर आइदिएको छ। मेरो चाहिँ बर्थडे गिफ्ट हो। त्यहाँ देखाएर ल्याउँदा रहेछ तिमीलाई बर्थडे गर्लको हो देखाउनेको। ए अलि टाढाबाट तिमीलाई यो पालि बर्थडे गिफ्ट डेन्जर खतरा दिएको थिएँ मैले। यस, अब नेक्स्ट इयर यसको लागि हुनुपर्छ है। मेकअप सिक तिमीले गर्न, किनकि कोहिनुरलाई मेकअप गर्न आउँदैन कोहिनुरलाई मेकअप गर्न जरुरत छैन। जब मलाई गर्दिने मान्छेहरु छ नि म त गर्दिन अब नेक्स्ट इयरबाट। अब चाहिँ 12 बज्यो अनि हामी केक काट्न आँटेको। ल दिदी केक काटौँ होला। आज तिम्रो जन्मदिनको धेरै धेरै शुभकामना। केक जल्ला अहिले। यारको बर्थडे ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। हेलो एभ्रिवान, नमस्ते। यो चाहिँ नेक्स्ट डे हो अनि हामी चाहिँ चिटिक्क परेर रेडी भएर बाहिर जान आँटेको यतिकै घुम्नको लागि, किनकि आज दिदीको बर्थडे हो। कोइनुर सिस चाहिँ उहाँ छ। हाई। अनि मेरो आउटफिट चाहिँ यस्तो छ। मुनि आई डोन्ट नो, आई थिङ्क मैले उयोवाला जुत्ता लगाउँछु होला। अनि आज चाहिँ मैले आफ्नो आउटफिट चाहिँ स्टाइल गरेको छु जेम्स फो सोल बाई डी। यो माथिको जाराबाट हो अनि यो मुनिको H&Mबाट हो। अब हामीहरू ढिलो नगरिकन हामी अब निस्किन पर्छ। हामी चाहिँ हिँड्दै हो अनि अगाडि चाहिँ आज साइकल रेस हुँदै रहेछ, त्यही भएर हामी स्टक भइसक्यौँ।
बिस्तारै जाँदैछ उहाँहरूको पछाडि पछाडि। मान्छेहरू चेयर पनि गरिरहेको छ आज। रनिङ पनि चलिरहेछ। लेक त यहाँ साइडमा हो, स्पोर्ट्स डे हो के हो। वाउ, बाटो के अरे मिस भएर एउटा ठाउँमा आएको त यहाँनिर त मान्छेहरू भएको छ। अब गाडी कसरी मुडाउने है। लिटरली अब त 15 मिनट्स भयो होला यस्तै कुरेको है। ओ गड, गाडी चाहिँ यसरी सुइँ मुडाउनु मिल्दैन किनकि उनीहरूलाई डिस्टर्ब हुन्छ नि त। त्यही भएर हामी चाहिँ यतिकै स्टक्कै छ। तर मुडाइदिनु केही हुँदैन होला। बाहिर निस्केर गर्ने क्या, चेयर अप क्या अघिको जस्तै घुमाइहाल्नु। अब यिनीहरू पछि घुमाइहाल्नु। नन स्टप गाइज, नन स्टप आउनु हुँदैछ। बिस्तारै कछुवाको चालमा बल्ल बल्ल रेसिङको मान्छेहरू छुट्यो। अब अगाडि हेर्नुहोस् त, साइक्लिस्ट दिदी पहिला बस्ने ठाउँ रे। कति वर्ष बस्नुभयो हजुर? 5-6 वर्ष। हामीलाई साइड दिनुभयो। हाउ स्विट, हाउ स्विट, थ्याङ्क यू। चाहे तपाईँ जुनै पनि जति पनि एज पुगोस्, यहाँ मान्छेहरू चाहिँ फिटनेसमा चाहिँ ए लेभलमा हुनुहुन्छ क्या, हेल्थ कन्सियस छ क्या। दिदी पनि फिटनेसमा चाहिँ नम्बर 1 मै हुनुहुन्छ है। खतरा फिटनेसमा चाहिँ ए लेभल हो दिदीको पनि। एक नम्बर हामी गाउँ आइपुग्यो। भूकम्पभन्दा पहिला सेम यस्तै थियो नि हाम्रो। ए यस्तो त कस्तो गाउँ प्रपर गाउँ रहेछ है यहाँ। हाम्रो बाजे बोजू पनि यहीँ बस्नुहुन्छ। अब चाहिँ हामीहरू एक्चुअलमा हामीले अब हुन्छ नि ऱ्यान्डमली यहाँनिर पार्क नगरेर चाहिँ हामी आफ्नो बाजेको घरमा गएर हाम्रो बाजेको घरमा गाडी पार्क गरेर अनि हिँड्दै आउँछ। 0 बजी आज घरमा आउनु हुँदैन होइन, उहाँ चाहिँ काममा जानुभएको छ। त्यही भएर गाडी मात्रै छोडेर अनि हामी चाहिँ हिँडेर यहाँनिर यतिकै घुम्न आउँछु, फोटोहरू खिच्न आउँछु। द्याट्स इट, लेट्स गो। हामीहरू आफ्नो बाजे र बोजूको घर आइपुग्यो। आइपुगे। Hugo, Hugo, Hugo. कहिले तिमीलाई Hugo baby. Hugo found a friend. English rose as well. Oh, smell it as well. Thank you so much. Oh my god, it's so fresh. This is your place. Thank you. I think I should stick somewhere here. And you. Thank you. Bye. Thank you for the rose. Okay, यहाँ चाहिँ फोटो एन्ड भिडियो सुट हुँदैछ अल्छाडीको विथ ह्युगो। ह्युगो चाहिँ हाम्रो अनपेड एक्टर हो। ह्युगो 100% चाहिँ राम्रो आएको छैन, तर म्याक्सिमम चाहिँ राम्रो आएको छ। तिम्रो जुमिङ हुन्छ। यो पछि राम्रो आएको छ। ह्युगो हेर्नु न त्यहाँ। यो पछि राम्रो छ। सबै त राम्रो आएको छैन कि। हामी चाहिँ अब फर्किन आँटेको। फोटोहरू खिच्यो राम्रैसँग। कोइनुर बिचारा लड्यो, हात देखाउ त चोट अरे बिचारा। अलि सम्हालेर हिँड। बाई मम। अब पछि आउँछ ल मम। ढोका समात्नुपर्छ एकजनाले। बाई युगो। ल अब चाहिँ गाडी पछाडि मुडाउनु हुँदैछ दिदीले अनि अब हामीहरू लाग्यो। बाई ल लेट्स गो गाइस।